सेवा साथीहरु नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल रोजी ब्लग। सो आज चाहिँ म धेरै पछाडिबाट चाहिँ मैले भिडियो गरिरहेको छु बोल्नु पनि आउनु छोडिसकेको छ साथीहरु। धेरै भइसक्यो मैले भिडियो नगरेको नि त। अन्त आज चाहिँ म धेरै पछाडिबाट चाहिँ एउटा के अरे ब्लग चाहिँ गरिरहेको छु। अन्त आज चाहिँ हामी हस्पिटल जानु छ। आज मात्रै हैन कि हामीले दिनै पछि धाएको चाहिँ धेरै भइसक्यो नि त। अन्त मेरो लागि अनि आज चाहिँ हामी दुईजना दिदीबहिनी आज चाहिँ गरौँ ल ब्लग भनेर आज चाहिँ हामी रेडी हुँदैछौँ। खानासाना खाइसक्यो अनि मुख धोएर भर्खरै चिकना अनुहार बनाएर यता बहिनी पनि रेडी भइसकेको छ। यता हाई गर म फेरि बोली बिनाको सेवा गरेले रेडी हुनुभन्दा पहिला चाहिँ साथीहरू मैले औषधि खानुपर्ने हुन्छ होइन यो चाहिँ। अनि त्यसपछि मात्रै हुन्छ मेरो आजको दिनचर्याको सुरुवात। मैले चाहिँ यो औषधि खानुपर्छ कि मेरो हालत चाहिँ फेरि यस्तो छ क्या यस्तो छ नि त। त्यही भएर हो क्या अब म औषधि खान्छु यस्तरी। ल सधैँ हामी चाहिँ रेडी पनि भइसकेको छौँ कि। अन्त हामी चाहिँ हिँडेको बहिनीले च्यालहरू बन्द गर्दैछ। अब हाम्रो घरबाट हामी निस्केको ल। अब हामी बाटोमा भेट्नेछौँ साथीहरू। अब हामी निस्केको झोला बोक निस्क्यौँ। यस्तै हो साथीहरू, भिडियो गर्दै हिँड्नु भनेको त लास्टमा त भिडियो अन नगरेको रहेछ क्या बहिनीलाई दिएको। अन्त हामी चाहिँ कहाँ गर्नुमा छ नि त। तर नि हेर्दा नि भ्यू अन्त गाउँमै छ जस्तो भ्यू हुन्छ क्या। गाउँमै छ जस्तो फिल हुन्छ भनेको भ्यू फिल हुन्छ क्या। अन्त बाटोमा हामी चाहिँ निस्किसकेको। अब के कोटाउँदैछ। अब हामी चाहिँ बाटोमा गफगारीमा साथीहरू। ल साथीहरू हामी चाहिँ यस्तो कुना काप्चा र कन्दरामा हाम्रो चाहिँ कस्तो राम्रो देखेको। यहाँ एकचोटि मेरो भिडियो क्यामेरा उठाइदिएको यस्तरी उठाइदिएको। ओके मात्रै हिँडिहाल्छु नि। हाम्रो नाना चाहिँ कस्तो राम्रो देखेको छ है। म राम्रो भनेको साथीहरू यो भित्ता चाहिँ राम्रो देखेको छ भनेको जेरी अन टप जेरीमा जस्तो क्या जेरी फिल्ममा जस्तो सरर हिँडेको क्या। त्यही भएर देखाएको साथीहरू मैले चटक देखाइदिइहालेको के अरे। अब हामी निस्क्यौँ यता। अब हामी चाहिँ यहाँ बाटोमा निस्किसक्यो होइन। अन्त अब ऊ परबाट चाहिँ गाडी चढेर जानुपर्ने हुन्छ। अनि तलबाट फेरि ल्याङऱ्याङ हिँड्दै गएको हुन्छ। हिँड्नुपर्छ। अन्त त्यही हो साथीहरू, भेटौँला भरे। आज त धेरै काम छ साथीहरू, बाहिर निस्किने बाहिरको कामहरू चाहिँ धेरै छन्। तर कस्तो के हुने हो थाहा छैन। काम हुने हो कि नहुने हो थाहा छैन। प्लेन आयो साथीहरू। यहाँ चाहिँ कस्तो राम्रो पिपलको बोर्ड छ क्या। अन्त यहाँ रोड छ, यहाँबाट चाहिँ हामीलाई चढेर जानुपर्छ यस्तोवालाहरू चाहिँ। अन्त यहाँबाट चाहिँ हामी चढेर जानुपर्ने हुन्छ गाडीमा। टक्कसँगले जान्छौँ। यहाँबाट चाहिँ यता जानुपर्ने हुन्छ। हामी चाहिँ यहाँबाट चाहिँ हिँड्दै लखर जान्छौँ। यो गाडीबाट झरेको गाडी बन्द छ। आउन त हामी गइहालौँ। मैले नाम लेखेँ चाले रुमालमै छाता उडेर हिँडौँ कि नउडी हिँडौँ क्या साथीहरू। आम्म घाम लाग्यो त छाता खोल बहिनी। छाता उडेर हिँड्नुपर्छ क्या साथीहरू। अब चाहिँ यहाँ साथीहरू गाडी खुल्यो कि जाम खुल्यो। अन्त यहाँ साह्रो गराउनुपर्छ क्या। हामीले बोलेकै सुनिँदैन पो होला हौ अन्त है। अनि अब चाहिँ यहाँ मेरो खतरा रहिला हुन्छ। अब यो बाटोमा चाहिँ मेरो अब रिल्सहरू चाहिँ देख्ने साथीहरूले चाहिँ थाहा पाउनु भएको छ। म यहाँ खत्रै गीत गाउँछु। यहाँ यो बाटोमा चाहिँ मेरो रामराज्य नै हुन्छ। अन्त म थालीको हातको गीत गाउनु अब पछि हेर्नु न, हेर्दै जानु न। ल साथीहरू दृश्य त्यस्तै रिङ रोडमा एकदम गाडी कुदिरहेको हुन्छ क्या। अन्त बोलेको पनि सुनिँदैन पो होला हौ कस्तो हुन्छ। अन्त अब यहाँ त मेरो जाइहाल्छ। तर यस्तो हालत छ कि साथीहरू अलिक छाता नगरौँ होला। कस्तो नराम्रो आउँदो रहेछ। यस्तो राम्रो मान्छेहरू छाता उडेर कस्तो नराम्रो अलि अगाडि गएर भिडियो बनाउनु पर्यो साथी।
यस्तो छ होइन, यहाँ हेर्न सक्नुहुन्छ हात चाहिँ अब यसरी ठ्याक्क पारेर बाँध्या एउटा हात छ, एउटा हातले भ्लग गर्दै हिँड्छु नि त म। अन्त माया चाहिँ गरिदिनु होला है सबैजनाले। अब यस्तै तर बोलेको नि केही सुनिँदैछ पो छैन होला हौ। अब यहाँ चाहिँ हिँडिरहेको छौँ हामी। अनि हाम्रो यहाँ मनोरञ्जन हुन्छ दिदीबहिनीको, यहाँ चाहिँ गीत गाउने कार्यक्रमहरू हुन्छ हाम्रो, अनेक हुन्छ। अन्त हिँड्दैछ साथै गरेर मेरो बहिनी, वा कस्तो ब्युटिफुल कस्तो ब्युटिफुल लजाइहाल्छिन् क्या फेरि। उनी चाहिँ कस्तो लजावती झार हुनुहुन्छ कि, अन्त उहाँ चाहिँ साह्रै लजावती हुनुहुन्छ। अन्त राम्री मानी राम्री सुबासिली भान्जी हुनुहुन्छ। अब के भन्नु, अब त्यतिमै कुरा बुझ्नु होला तपाईँहरूले। तिम्रो नाम लेखे जाले रुमालमै यो गीत चाहिँ खास गरी चाहिँ हामीले कति बेलादेखि सुन्यौँ भने नि त अघि हामी गाडी चढेको गाडीमा चाहिँ कस्तो मजाको गीत बजिरहेको थियो क्या, त्यही भएर चाहिँ हामीले यो गीत टिपिहालेको क्या मुखमा। गीत गाउनलाई हामीले लागिरहेको गीत चाहिँ त्यही हो, त्यही भएर टिप्नु तर फेद नटुप्पोको क्या। छोरीको टुना जेसुकै होस्। ए ल है तिम्रो नाम लेखे जाले रुमालमै मात्रै भन्न आउँछ क्या साथीहरू। ल यतिमै मनोरञ्जन गर्नु होला। ए जेसुकै होस्, ल अब हस्पिटल पुग्नु पर्ने आँट्यो हामी होइन। ल साथीहरू मेरो निजी हस्पिटलमा आइसकेको छु। फ्रीमा 11 महिना भइसक्यो जब गरेको, कोही आउँदैन पनि साथीहरू। यही हो मेरो हस्पिटल, ठुलो छ। मैले धाएको चाहिँ अब कति घन्टा आउनुपर्ने हो थाहा छैन होइन। अब आइपुगेँ। अब यहाँभित्र प्रस्थान गर्नुपर्छ। यहाँ हामी चाहिँ यहाँ प्रस्थान गरिसक्यो साथीहरू। साथीहरू ल हामी चाहिँ अब हस्पिटलबाट पनि निस्किसक्यो होइन। अन्त ड्रेसिङ गरेर यताउति गरेर निस्क्यो। ड्रेसिङ पनि बल्लैले गऱ्यो नि हो।